bonus and dividend. कमिसन भनेको जस्तै हामीले कमिसन भनेको फर इक्जाम्पल मैले चाहिँ कुनै पनि थर्ड पर्सनलाई मेरो मोटरसाइकल बेच्यो तिमीलाई म 50% दिन्छु भने अब हामीले के निकाल्नु पर्यो 50% अफ टोटल सेल भनेपछि 50% अफ टोटल सेल यो भनेको चाहिँ हामीले के निकाल्ने हो त टोटल सेलबाट चाहिँ हामीले कमिसन्स अमाउन्ट निकाल्ने हो। त्यही भएर यहाँ के छ भने a commission is the amount of money paid to the employee for selling something. केही कुरा बेचेको मार्फत कुनै पनि व्यक्तिलाई केही प्रतिशत पैसा दिन्छ भने त्यसलाई चाहिँ हामी के भन्छौँ त कमिसन अमाउन्ट अथवा कमिसन मनी भनिन्छ है त। अमाउन्ट अफ मनी पेड टु द इम्प्लोइ कुनै पनि कामदारीलाई चाहिँ काम गरे मार्फत कति पर्सेन्ट अथवा कति पैसा चाहिँ दिन्छ त्यसलाई चाहिँ हामी के भन्छौँ कमिसन अमाउन्ट भनिन्छ। अब यहाँ हेर्नुस् व्हाट यु सी इन द पिक्चर यो पिक्चरमा हेर्नुस् त के देखेको छ यो पिक्चरमा चाहिँ एउटा लेन्स अथवा ग्लास बोकेर चाहिँ म्याग्निफाई ग्लास बोकेर चाहिँ के गरिरहेछ उसले चाहिँ आफ्नो सेल्स हेरिरहेछ। अब सेल्स के छ ग्राफमा चाहिँ 15% देखि लिएर 20% 10% 30% 40% अथवा 40% 20% 50% डिफरेन्स सेल्स छ कि छैन। अब यहाँ के भन्छ देयर आर भेरियस पर्सेन्टेज फिगर भेरियस पर्सेन्टेज फिगर छ कि छैन। अब फर इक्जाम्पल 10% 50% 50% 20% 30 40 50 अराउन्ड द सर्कुलर ग्राफ यो सर्कुलर ग्राफमा चाहिँ हामीले गर्दाखेरि के छ भन्दाखेरि पर्सेन्टेजहरु चाहिँ के गरेछ आइडेन्टिफाई गरेछ उसले चाहिँ पर्सेन्टेजहरु देखाउन गरेछ र उसले म्याग्निफाई ग्लासले चाहिँ टोटल मेरो सेल कति भएछ र कमिसन रेट मैले कति पर्सेन्टले दिए त्यो कुरा चाहिँ देखाएको छ। फाइल सेल्स ले गरिरहेछ त होल्डिङ गरेछ indicate the investigating or calculating the something उसले के गरेछ he investigating the something हैन magnify अथवा क्याल्कुलेसन गरिरहेछ छैन। अर्को the woman is pointing towards the bar chart मा चाहिँ एउटा महिलाले चाहिँ के गरिरहेछ त्यसले चाहिँ बार चार्टमा हेरिरहेछ पोइन्टिङ गरिरहेछ मैले यतिको चाहिँ बेचे भने मलाई यति पर्सेन्ट चाहिँ मलाई कमिसन आउँछ यति पर्सेन्टको चाहिँ मैले बेचे भने मलाई यति अमाउन्ट चाहिँ मलाई आउँछ टोटल सेलबाट भनेर चाहिँ उसले के गरिरहेछ त त्यहाँ चाहिँ अब्जर्भ गरिरहेछ बार चार्ट which would show the sale performance or target जसले गर्दा सेल परफर्मेन्सलाई देखाउन सकिन्छ र टार्गेटलाई देखाउन सकिन्छ। अब we have another here यहाँ के भन्छ a person involved in selling goods